नमस्ते, तपाईँलाई फेरि पनि स्वागत छ आफ्नै हाम्रो युट्युब च्यानल नेपाली एजुकेसन सिस्टम। तपाईँले हाम्रो पहिलो भिडियो हेरिसक्नु भएको होला एनएससी एसिया ब्याङ्कको। त्यसमा हामीले तपाईँलाई जब भ्याकेन्सीको बारेमा केही थप जानकारी दिएको थिएँ र त्यसमा एउटा सानो मिस भएको थियो। त्यसमा प्रोसेस कसरी गर्ने भनेर त्यसको लागि हामीले दोस्रो भिडियो ल्याउँछु पनि भनेको थिएँ। दोस्रो भिडियोमा तपाईँले हेर्न सक्नुहुन्छ प्रोसेस कसरी गर्ने। प्रोसेस गर्न चाहिँ धरि सजिलो छ। तपाईँले स्क्रिनमा हेर्न सक्नुहुन्छ। स्क्रिनमा तपाईँले के देख्नु भएको छ, एनएससी एसिया ब्याङ्क भनेर देख्नुभयो होला। त्यसको साइडमा तपाईँले गोल्ड टेक्स्टर भनेर देख्नुभयो होला रेडमा। हो, त्यहाँ चाहिँ तपाईँले आफ्नो नजिक भएको जुन पनि ब्रान्च छ, यदि धनगढीमा छ भने धनगढी ब्रान्च, काठमाडौँ कुन कुन ठाउँमा तपाईँ हुनुहुन्छ त्यहाँको नजिक ब्रान्चमा जानु होला र त्यहाँ तपाईँले एप्लाई गर्न सक्नुहुन्छ। जस्तै मैले इक्जाम्पलको लागि मानौँ एप्लाई ब्रान्चमा हामीले यसरी चुज गरेपछि यसमा तपाईँको डिफ्रेन्ट ब्रान्चहरूको नाम दिन्छ। त्यसमा एकचोटि हामी नेपालगञ्जको भनेर टाइप गरौँ। त्यसमा तपाईँले आफ्नो नाम लेख्ने, यहाँ डेट अफ बर्थ भने एडीमा दिएको छ। त्यसै गरेर तपाईँलाई डेट अफ बर्थ बिएसमा पनि दिएको छ होइन। आफ्नो नाम लेख्नु, डेट अफ बर्थ भने एडीमा चाहिँ एडीमा राख्नुपर्छ। अनि तपाईँले डेट अफ बर्थ राखेपछि अटोमेटिक एज आउँछ तपाईँको। यसमा आफै फिलअप हुन्छ। तपाईँले यसमा केटा हो केटी हो मेल हो कि फिमेल हो भने तपाईँले चुज गर्नुपर्ने हुन्छ। तपाईँ कहाँ जन्मेको ठाउँको लोकेसनको नाम राख्नुपर्ने हुन्छ। आफ्नो बाजेको नाम, बुवाको नाम, आमाको नाम राख्नु होला। त्यसै गरी तपाईँको ब्लड ग्रुप कुन छ त्यो राख्नु होला। सिटिजन नम्बर राख्नु होला। अनि तपाईँको नागरिकता कुन ठाउँबाट भने त्यसको इस्यु डेट त्यो पनि राख्न सक्नुहुन्छ यहाँ है। त्यसपछि तपाईँको इस्यु डिस्ट्रिक्ट कहाँबाट हो त्यो पनि राख्नुपर्ने छ। इमेल आइडी कम्पलसरी राख्नु पऱ्यो, मोबाइल नम्बर राख्नु पऱ्यो। त्यसै तपाईँको पर्मानेन्ट र टेम्पोरेरी एड्रेस के छ त्यो अनुसार राख्नुपर्ने छ है। यो टोल चाहिँ कम्पलसरी हो, पर्मानेन्ट र टेम्पोरेरी एड्रेसको त्यो पनि राख्नुपर्ने छ। अनि तपाईँको ट्रेनिङ भन्ने आएको छ, ट्रेनिङमा तपाईँले नराख्दा नि हुन्छ। तर सकिन्छ भने तपाईँले ट्रेनिङ चाहिँ बेसिक कम्प्युटर गरेकै हुनु पऱ्यो है होइन। धेरै ब्याङ्कहरूमा बेसिक कम्प्युटरको ट्रेनिङहरू भयो भने तपाईँलाई सजिलो जब खान पनि सजिलो हुन्छ, कम्प्युटर सिक्नुको स्किलहरू भएको हुनाले। अथवा तपाईँले छैन भने चिन्न राख्दा पनि हुन्छ। त्यसै तपाईँको एजुकेसन कुन हो, एजुकेसन चाहिँ तपाईँले 10 क्लासको कम्पलसरी राख्नुपर्छ। किन यहाँ एसई भनेर राखेको छ, यो चाहिँ 10 क्लास पास आउटको लागि मात्र हो है। तपाईँले फेरि त्यहाँ एरिया स्पेलाइजेसन भन्ने छ, यसमा तपाईँले अल भनेर लेख्दा हुन्छ। पासिङ इयर भनेर कुन सालमा तपाईँ पास हुनुभयो, जिपिए र पर्सेन्टेज राख्नुपर्ने छ। त्यसै गरी प्रोफेसनल रिफरेन्स भन्ने हुन्छ। यसमा तपाईँले के गर्नुपर्छ भनेपछि तपाईँको आफ्नो बुवाको नाम लेख्दा पनि हुन्छ, या कुनै ब्याङ्कमा काम गरेको कर्मचारीको राख्दा पनि हुन्छ, स्कुलको संस्थाहरूमा काम गर्ने टिचरहरूको राख्दा पनि हुन्छ है। त्यसै तपाईँको यहाँ कुनै पनि एक्सपिरियन्स चाहिँदैन। यो सबै प्रोसेस भइसकेपछि तपाईँले के गर्नु पऱ्यो, एउटा लेटेस्ट फोटो हुन्छ। लेटेस्ट फोटो भनेको एकदम अहिले खिचेको फोटो हुन्छ नि, स्मल फोटो, त्यो राख्दा हुन्छ। यदि तपाईँ 10 क्लास पास आउट हुनुहुन्छ भने 10 क्लासको राख्दा भयो। यदि तपाईँ ब्याचलर पास आउट हुनुहुन्छ भने ब्याचलरको राख्दा हुन्छ है। एकदम लेटेस्ट फोटो राख्नु होला। अनि रिज्युम भनेको तपाईँको कभर के भन्छ सिभी हो, बायोडाटा हो, त्यसमा तपाईँले राख्नुपर्छ। अनि यो सिटिजनसिप भनेको तपाईँको फ्रन्ट र ब्याकको एउटैमा बनाए नि हुन्छ, र अलग अलग गरेर राख्दा पनि हुन्छ। अनि लाटेस्ट डिग्री भन्ने छ। लाटेस्ट डिग्री भनेको लेटेस्ट डिग्री भनेको तपाईँको चाहिँ यदि 10 क्लास पास आउट हुनुहुन्छ भने 10 क्लासको राख्नु। यदि तपाईँ ब्याचलर पास आउट हुनुहुन्छ भने ब्याचलरको राख्दा नि हुन्छ, लेटेस्ट जुन हुन्छ त्यही अनुसार। अनि एउटा एप्लिकेसन लेटर लेख्नुपर्ने हुन्छ एनएससी एसिया बारेमा। त्यो सबै गरिसकेपछि अनि तपाईँको प्रोसेस गर्नुपर्छ। यो भइसक्यो तपाईँको फर्म फिलअप हुन्छ।